कति ठाउँमा कति रात कति दिन कार्यक्रम गर्नुभयो, हिँड्नुभयो, बोल्नुभयो, सारा संसार भ्याउनुभयो। एउटा स्मरणमा आएको कुनै रमाइलो कुरा सुनाइ। एकदम चट्ट रमाइलो। ढिकुरको बाबाखेरियामा 8 कक्षामा पढ्दै थिएँ। मेरो व्रतबन्ध पनि गरेको थिएन। त्यहाँका हाम्रा गाउँका छिटाहरूले स्वस्थानीको व्रतमा दोहोरी गाउँमा बस्यार छन्। रोइला ख्याली भन्छ। भोलि कता जान्छौ गाई फुकाउने बेलामा त्यतै आउँछु मेल। रमाइलो घटना। व्रतबन्ध नि गरेको थिएन। केटाहरूले कबल गरेछन्। हाम्रो गाउँतिर त चलन थियो पहिला, अहिले त हरायो। केटाकेटी बसेर दोहोरी गाउने, केटीले जिते भने केटाले 500 रुपियाँ फुल लगाइदिने, ग्रुपलाई 500 है। त एउटीलाई 500 त कहाँ पाउने त बेला, 500 ग्रुपलाई 500 रुपियाँ दिने। अनि त्यसपछि ती केटीहरूको सट्टामा मल बोक्न जानुपर्ने बारीमा। केटीहरूको शर्त। केटाले हामीले जित्यौँ भने 6 थिए, त्यति मध्ये राम्री रोजेर बिहार्न पाउने समय थियो। हजुर अर्को चाहिँ पढ्दा अब भयो के भन्दाखेरि म त अर्को चिया पढ्ने मान्छे परेँ। व्रतबन्ध नि गरेको थिएन। 3 जना गुर्सिनी थिए, एउटा छेत्रिनी थिए, अनि 2टी बाहुनी थिए। त्यति मध्ये गुर्सिनी राम्री त्यति मध्ये होइन। अनि एउटी चाहिँ मेरो नजरमा मान्छे नै राम्री थिए। अनि एउटी चाहिँ बिहा गरेर श्रीमान छोडेर माइतै बसाइरहेछे। दोहोरी गाउँदै 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 7 दिन राति बेलुका ट्याक्क हामी 7 बजेबाट सुरु गर्छौँ, बिहान 8 बजे छोड्छौँ। स्कुल जान्छौँ, उनीहरू काममा जान्छन्। आज त्यस्तो कबल गरेर बसेर छन्। मलाई थाहा भएन। त्यो मसँगै पढ्ने 2 जना साथीहरू आउने क्लासमा निदाइरहने। है राजभरि कति पढ्दाखेरि क्लासमा निदाउँछ भनेर त क्या नि दोहोरी गाएर हारियो यार। सधैँ मल बोक्न पर्ने, पैसा उठाएर दिनुपर्ने, दिगदार भयो। कतिजना छन् केटीहरू? 6-7 जना छन्। कति जान्छौ केटाहरू? 6-7 जना छौँ। थुक्क मुर्दाहरू म जान्छु भनेर लाएर गिदाउन गएँ। अन्त कबल त्यस्तो छ भन्ने थाहा थिएन मलाई है। अनि गएर मजाले गीत गाइयो, गाउँदा 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 है ए दानै परे पानी नजाम कान्छी भैरवा खोज्दै आउँछन् दाइरवा। यस्तोमा गाउन पर्ने। अनि गाउँदै 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 जाँदाखेरि लास्टमा केटीहरू हारे। सकिनौँ दाई हामीले मर्ने बेला भइसक्यो, ज्यानले हराउँछ खाइसक्यो भने मैले जितेपछि त अब भोलिपल्ट म स्कुल गएँ, तिनीहरू उता गए। हामी सकिनौँ भने केटीहरू हात उठाए। भात खाना खाएर 10-11 बजेतिर त एकजना केटी त झोलामा चाहिँ गुनियो, बिहाको गुनियो। त्यसपछि लिएर पेटीकोट एउटा कच्चा कुच्चो पोको पारेर लोभिन हामीलाई हराइस के अरे मलाई बिहार भनेर त्यो बिहारेर उहाँ लोग्नी छोडेर बसेँ कि म कन्ने हरेकासँग आइदिएँ। अब बाहिर चौराएर बस्छ भने चौरामा बसेर लैजा मलाई नलाई सुखै पाउनुहोस् भन्छ। अब अहिले बाबा त हिँड कामार्ने मान्छे जाने भन्नु हुन्थ्यो। त्यो बेला त के नि पढ्दैछु 8 कक्षा बन्ने मान्छे। अनि लास्टमा दिक्क लासी के गर्ने भनेपछि अनि मैले सकेन। म त लान्न, मेरो त व्रतबन्धन गरेर किन हराइदिस् त? अरूलाई हामीले हराएको थियौँ, त आएर हराएको त हो भने क्यार पारेपछि लास्टमा त स्कुल छुट्टिएपछि 4 बजे त मेरै पछाडि झोलै समाउन आयो। अनि म त रोएँ त्यो बेला। लो बर्बाद भयो, कता जाने अब हिँड्न परेन। अनि के भनेर उहाँलाई सम्झाउनु? अनि लास्टमा चाहिँ अर्को एउटा साथीलाई के कबल थियो तिमीहरूको यस्तो यस्तो थियो, मलाई किन यस्तो पारेको थियो नि यार, म त लान्न नि त। यदि मैले लानै पर्दा नि गुर्सिनीलाई लिएर जान्छु भने गुर्सिनी फेरि बाहुनहरू त गनाउँछ जान्न भन्ने। म लानै पऱ्यो, गुर्सिनी लान्छु, होइन भने तिमीहरूलाई लान्न भन्ने। अनि त्यो गुर्सिनी फेरि बाहुन त गनाउँछ जान्न भन्ने। अर्दा हैरान बनाएपछि लास्टमा त अर्को साथी आएर त्यसले चाहिँ मेरा घर 2टी छन्। अर्को चिया पढ्दा उसका 2टी दुलै फेरि साथीका मेरो भगवान। बाबुले मल बगान खेताला चाहिने के अरे। अब खेताला खोज्यो भने पैसा दिन पर्यो। उनीहरूलाई 1 महिनाभरि एउटा साडी किनिदिएर भात भइदियो काम गर्न पाउने भए त दुलै त जति नै ल्याइदिने। त्यस्ता जमाना थियो। त्यस्ता जमाना हामी अहिले अगाडिल्लो जमाना जन्मिएको छ। त्यो जमाना धेरै राम्रो थियो। अनि त्यसपछि ल्याएछन्। ल्याइयो त त्यो केटाले पो मेरा 2टी छन् घर, हामी 3टी हुन्छ, मल बोक्ने बेला भइछ, के फरक पर्छ र मलाई? यसलाई छोड्छस् कि मसँग जान्छस् कि के छ? पाउरै समाएर ताने त मुर्दारसँग त जान्न भनेपछि त जा गर भनेर झोला लिएर कुदेपछि स्कुलले छोडेर स्कुलै गएन। त्यसपछि बसिँदा आइहाल्छ। तनाव भइसक्यो, गाह्रो हो। त्यहाँबाट यतै आएँ। अनि पोखरा झरेर पोखरा पढेँ, पोखरै बसेँ। अहिले कहिले काहीँ भेट हुन्छ त
उडिने हाउडी भएपछि म अझै राम्रै गीत गाउने बेलामा यमडल कमै झम्झै स्टकोट भन्ने भाकामा गाई पुनमा तन्म्याउ चाँचरी कति वर्षका भयौ नि आजसम्म चाँचरी तिउन के खायौ नि बाबरी फुलको बोट यमडल काउँदै झम्झै स्टकोट भनेर सोधियो यार कुन सालमा जन्म्यौ कति वर्षका भयौ आजसम्म तिउन के खायो भनेर सोध्यो अब भन्नु पर्यो मैले 20 सालको जन्म चाँचरी भन्नु परेन 20 सालको जन्म कुन सालमा जन्म कति वर्षका भयो भन्दा 21 वर्षको भएँ 41 सालमा 21 वर्षको भएँ अनि तिउन के खाएँ आलु खाएँ चाँचरी टमाटर खाएँ चाँचरी फर्सिया मुन्टा खाएँ चाँचरी घिरिम्लो खाएँ चाँचरी कति चाँचरी भन्ने भ्याउनु पर्यो के खायो तिउन भन्छ बडो गाह्रो पर्यो सोचे 20 सालको जन्म चाँचरी भएँ 21 वर्ष नि खाएँ तिउन चाँचरी नुन पानी खुर्सानी बाबरी फुलको बोट नुन पानी खुर्सानी बसी झोल पानी हुन्छ अरू चित्त मिसाउने हो मुख्य तिउन भनेकै त्यति मै फर्स्ट भएर एकदमै रमाइलो कुरा उहाँको अनुभवहरूलाई हामीमा साट्नु भयो रमाइलो कुराहरू निरन्तर रूपमा हामी फेरि लिएर आउनेछौँ।